करोड सम्झेर ठुलाइराख्नु भयो। के पो ढिलो अरे मामा? हेलो नमस्ते साथीहरू, वेलकम टु माई ब्लगमा। सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। माई ब्लगमा भन्ने म कुनै ब्लगर त होइन कि, अनि म अझै पनि मेमोरीको लागि राख्नु भनेर गएको। अनि घरबाट जाने बेलामा चाहिँ बनाएको थिएन कि, अनि बेनी गयो म मेरो जन्मठाउँमा जानु लाग्यो म्याग्दिलुलाङ। अनि त्यसपछि मेमोरीको लागि हुन्छ भनेर मैले यसो भिडियो बनाएको, अनि टिकटकको लागि भिडियो बनाएको थिएँ। अनि मैले युट्युबमा राखिदिएँ। अनि यो चाहिँ बेनी हो, हेरिसकेपछि यो चाहिँ तातो पानी हो, म्याग्दी तातो पानी हेर्नुहोस्। अनि मैले यसो भिडियो बनाऊँ भनेर भिडियो बनाएर राखिदिएको। यो चाहिँ तातो पानीको बजार हो। यो हो हामी दरबाङ, त्यो पारी दरबाङ यता दरबाङ। अन्त एकैछिन गाडी गएको छ, अनि यस्तो फिल्ममा दिनु भनेर आएको। यो मेरो भाउजू र म। भाउजू नमस्ते गरेर मेरो युट्युब च्यानल छ कि, अनि सबैले सब्सक्राइब गरिदिन भन्नु। भाउजू प्लिज यस्तो चाहिँ अब लजाएर। अनि हामी पुनः फोटो भिडियो खिचेर पनि, अनि यो चाहिँ एकदम हाम्रो गाउँ जाने बाटो हो। अनि त्यहाँ गएर हामी पानीपुरी र चटपट खाजा खाएर अनि त्यसपछि जान्छौँ। कति मिठो थियो त्यहाँको चटपट पानीपुरी, वा। अनि मिठो मानी कति धेरै खायो। यो साथीहरू बारीकाको भिड यहाँ यति डर लाउने थियो, यति डर लाउने भिड थियो कि तल सिधै खोला क्या, अनि माथि भिडै भिड छ। अनि यस्तो बाटो खनेर यति राम्रो बनाएको, पहिला यति गाडीमा चलाउनु यति डर लाउने थियो, अनि अहिले त सजिलो भएर डर नलाउने भएको रहेछ। उहाँ हो हाम्रो ह्यान्डसम भिनाजु, कति राम्रो देखेको भिनाजु त पुरो जस्तो देखिनु भएछ त भनेको त। ओ सालिन बेहुली बन्ने भने म रातो पछि उडेर बेहुली बनेर जिस्किँदा गाउँ पनि आइपुग्यो। फाइनली हामी गाउँमा पनि आइपुग्यौँ। ल हेर्नुहोस् हाम्रो गाउँ, त्यही हो हाम्रो गाउँ म्याग्दिलुलाङ आइपुग्यो। ल यो मेरो बहिनीहरू नमस्ते दिदी। नमस्ते दिदी। आफ्नो परिचय दिनुहोस्। नाम सङ्गीता रसाइली। मेरो नाम साइसा शेर्पा। हाम्रो रसिका दिदीको सबैले सब्स्क्राइब गरिदिनु होला, लाइक शेयर सब्स्क्राइब गरिदिनु होला। हाम्रो भाउजू अहिले गाउँ कति सुन्दर र रोमान्टिक। ए गाउँ देखाइदिउँ न। भाउजू 25 करोड सम्झेर ठुलाइराख्नु भयो। म्याग्दिलुलाङमा बस्छौँ। 25 करोड सम्झेर ठुलाइराख्नु भयो। बिचरा भाउजूले 25 करोड भन्ने डिस्काउन्ट अनि झ्याउ लाग्यो त्यहाँ बसेर छ। अनि हामी स्कुलमा बोल्न जाऊँ भनेर बोल्न गएर हेर्नुहोस् खेलाडीहरूको कस्तो खेल्छ, अनि हेरेर रमाइलो गर्नु होला, हाँस्नु होला एकैछिन। ग्राउन्डमा कसरी यता उता गरेको छु। यता जाँदा बोलाउला छैन, उता जाँदा बोलाउला छैन। बोलाउला भनेको त्यो सर्भिस गर्ने बेलामा मात्र हो कि, त्यही पनि सर्भिस गर्ने पालोमा मात्र। त्यही पनि एकदम रमाइलो भयो, बहिनीहरूसँग एकदम मजाले बल खेल्यो। अनि थ्याङ्क यू सो मच मेरो बहिनी साइसा बहिनीलाई यति राम्रो भिडियो बनाइदिएकोमा। आई मिस यु। त्यस्तो हुन्छ धन्न टाउकोमा आएन मेरो बहिनीले। कता खालेको
ग्राउन्ड चाहिँ त्यता छैन नि अगाडि छ भने चाहिँ त्यहाँको भाइहरू हेर्नु न हात हातमा बल खोज्न आउने समात्न लागेको बल पनि खोज्न पाल्दैन जन्म गरेर त्यो जुम गरेर देखाएको छु नि मैले यो चाहिँ बिचको मेरो घर हो अनि कहाँ जाँदैछ भनेर भन्नुहुन्छ होला भने आज हामी आलु खन्न जानु लागेको बारीमा त्यो लालीगुराँस फुलेको हेर्नु कति राम्रो सानो सानो रुखमा नि यति धेरै लालीगुराँस छ नि साथीहरू 20 मिनटको बाटो हिँडेर पनि हामी आलु बारीमा पुगिसक्यौँ हेर्दै जानु होला खन्न आएको अहिले मेरो साथीलाई देखाउनु परेन आलु खन्दैन आएको ल सबैले नमस्ते गरिदेऊ त मेरो युट्युब साथीहरूलाई नमस्ते गरिदिनु त बजाई बजाई नमस्ते सबैजनालाई भनिदिनु नमस्ते सबैजनालाई भनिदिनु तैँले पनि गर तिमीले पनि गर मामालाई नि गर्ने भनेको त कता जानुभयो हेर त कति धेरै आलु मम्मी नाच्दै लाग्यो मैला त्यसको ओ गाइज साकिपेकोहरू यति धेरै आलु खनिसक्यो अब हाम्रो मामा तल आउनु हुन्छ मामाले देखाइदिने अहिले अझै बजेले अघि मेरो दाउरो बोट खन्नु मलाई के भन्नुभएको थियो छिटाउनु भोक लागिसक्यो छिटाउनु भोक लागिसक्यो मामाले भात ल्याइदिएर आउनु भयो अब मामाले भात हालिदिनुहुन्छ के को धिरो अरे मामा यो मकै र गाउँको अर्गानिक यहाँको चाहिँ यहाँको अर्गानिक मकै हो है हजुर त्यो चाहिँ मेरै खेतबारीको हो त्यो खायो भने मान्छे त अब पावर दिन्छ पाउँछ खानेको जतिको अब मेरो प्रोग्राम भएर यहाँ नानीहरू सबै आछन् मेरो सहयोगको लागि हैन नानीहरूलाई धेरै खाने भन्दा भात सधैँ खान्छन् भोलि फेरि लाउनु भात त छैन आज भात भोलि फेरि भेटुका साग भेटुका साग टुटामा खालो छिटो नसकेर मामाले बारीमै खाना ल्याइदिनु भयो त नि हामी खाना खाएर पनि खन्ने अब सकिने लाग्यो यो छिटो सकेर हामी गरेर जान्छौँ
धुलोले हेरेर केही पनि देखेको छैन धुलोले आँखा मुख सबै छोपिसक्यो त्यही पनि राम्रो हुनु मन लाउने र कस्तो छ भन्दै अब कति धुलो उडेछ हेर्नु पानी परेकै छैन नि त अनि त्यही भएर सस्पेन्ड नै गाह्रो हुने नि त्यही पनि गाह्रो भए पनि सकेर पनि हामी गयो बाटोमा त्यो लालीगुराँस देखेर कति राम्रो हुन्छ सानो बोटमा कति बेसी फल्छ कि अनि लालीगुराँस त्यो बेला अलि भिडियो बनाइदिएँ मैले अनि बहिनीले भिडियो बनाइदियो त्यसपछि गएर गयो जाँदै गर्दा त्यहाँबाट कति राम्रो भ्यू देखिँदो रहेछ नि त हाम्रो गाउँको अनि हेर्दै जानु मैले कति राम्रो भिडियो पनि बनाएको छु गाउँको भ्यू देखिन्छ त्यहाँबाट एकैछिन गीत पनि गाइदिएको भइदिएको अनि त्यसपछि हामी गएर अनि फोटो खिच्न गयौँ माथि बहिनीहरू लिएर अब यहाँ फोटो सुट हुन्छ गाउँको भ्यूहरू देखिन्छ कि त्यहाँबाट अनि लालीगुराँस पनि देखियो अनि हामीले फोटो भिडियोहरू खिच्यौँ अनि हेर्दै जानु होला हेर हामी बाजे यस्तो ठाउँमा बसेर एक्लो एकान्त ठाउँमा यो सबै भिडियो यहाँ माथि छ कि घर एउटा घर छ भने म उता गाउँ भने यति हो कि म गाउँबाट आएको हेर्नु लालीगुराँस कति राम्रो है हेर हो यस्तो भिडियो छ कि बाटो यही हो हेर्नु यस्तो बाटो यहाँ हेर भिड उता बारी छ बारीमा आलु उता माथि घर त्यो घर चाहिँ एक्लो एकान्त हो कि हेर्नु तल पनि भिड माथि पनि भिड बुढा र बुढी मात्रै हो कि यस्तो ठाउँमा बस्नुहुन्छ भिड को छैन ओहो के अनिपट्टि हालेको बाजे त अघि नै पुगेछन् बाजे त अघि नै पुग्नु भएछ बजे बस्ने यहाँ हो यो डाँडा काँडा वरिपरिको बिचमा अनि पानी पनि अर्को ठाउँमा त भरेर खानुपर्छ कि यसरी डोकोमा हेर्नु यस्तो बोटकाइमा बोकेर जानुपर्छ अनि बहिनी र म चाहिँ पानी लिनु जानु लाग्यो यो मेरो कान्छाको छोरी हो त्यो जङ्गलमा जानुपर्छ पानी लिनु यसरी हिँडेर डोकोमा यस्तो पुरानो बोतलहरू बोकेर हेर्दै जानु हामी पानी पनि देखाउँछ यस्तो वनको बाटो भिरको बाटो हिँडेर जानुपर्छ हेर्नु गाई चाहिँ हाम्रो पानी खाने यही हो यहीँ पानी भर्छु म यसरी यस्तोमा पानी भर्नु टलै यस्तोमा पानी भरेर खाने पालो भरेको यति धेरै भइसक्यो अब सत्य अब हामी घर जान्छौँ पानी बोकेर पाइपलाइन चाहिँ बाबाको आमा बोजू हो अनि यो चाहिँ आमाको आमा हो अनि हामी फोटो भिडियो खिच्नु बजे भनेर अनि मैले सफा गर्दै अनि कपाल सपाल कोरिदिएर अनि हामी फोटो भिडियो खिच्छौँ हेर्दै जानुहोस् यस्तो नराम्रो जे पाइँदैन युट्युबमा हाल्ने भनेर भन्नुहुन्छ होला यो भिडियो खिच्नु चाहिँ क्यामेराम्यानको गल्ती हो राम्ररी खिच्दैन त्यही भए पनि सम्झना हुन्छ नि त बाजे बोजूको भनेर अनि त्यसपछि मैले राखिदिएको जस्तो भए पनि भनेर तर नि ठिकै छ सोच्नेले त जे पनि सोच्छन् तर मेमोरी हुन्छ नि त एउटा यस्तो थियो त्यस्तो थियो भनेर सम्झना हुन्छ भनेर
कति इनोसेन्ट हुनुभएछ हाम्रो बुवा चाहिँ। किन यस्तो निराश हुनुभयो, खुसी हुनु भन्दा नि मान्नुभएको छैन। एकचोटि हाँस्नु नपर्छ फोटो खिच्दा नि भनेर मान्नुभएको छैन। भनेको त म भोलि घर जाने भनेर को रहेछ। त्यही पनि पछि मैले जबरजस्ती हाँस्नु नपर्छ, हाँस्नु म फेरि आइहाल्छु नि भनेर अनि यत्तिको हाँस्नु भयो। अनि खुसी भयो हामी। अनि त्यो भोलि पनि आइहाल्यो। अनि म आएँ। बाई बाई लुलाङ। राम्रोसँग भिडियो त बनाएन, त्यही पनि अलिअलि भयो नि बनाएको, यति हतार थियो कि। अनि त्यही भएर फाइनली म बेनी आइपुगेर पनि कहाँ जाने भन्दा म लभली हिल गएँ बेनीको। अनि मामाको छोरी र म लभली हिल जाम भनेर गएँ। हामी बेनी पुग्नु चाहिँ लभली हिल जानु लाग्यो। यो मेरो बहिनी मामाको छोरी हो, तर मैले भाउजू बनाउने हो। माथि जाने यत्रो गर्छ मैले इनले चाहिँ सकेन बिचारा। एक घन्टा नि बढी लाग्छ बिचरा नानी। हालत धेरै उकालो छ, अझ कति उकालो जानुपर्छ बिचरा हिँड्नु सकेर। मुस्ताङको भन्दा पनि डेन्जर हावा चल्दो रहेछ कि लभली हिलमा। म धन्ने उडाएन। अनि म त्यहाँ जाँदा मलाई इसाको कति धेरै याद आएको थियो, कति धेरै। लभली हिलमा आएर त्यो फोटो खिचेर पनि गयो हामी। फाइनली साथीहरू म घर आइपुगेँ। यही हो मेरो घर। हेर्नुहोस् होला यस्तो हो। म्याग्दीको जस्तो बाक्लो गाउँ छैन कि, यो माथिहरू छ घर। धेरै धेरै धन्यवाद साथीहरू लास्टसम्म भिडियो हेरिदिनु भएकोमा। सबैलाई धेरै माया। फेरि भेटौँला। बाई बाई।